सबैजनालाई नमस्ते, सबैजनालाई वेलकम टु आवर युट्युब च्यानल। सबैजनाले लाइक सब्सक्राइब सेयर गर्नु नबिर्सिनुहोस् होला। अब आज चाहिँ हामी मुनार, केरलामा मुनार भन्ने जग्गा छ, हाम्रो उताको दार्जिलिङ जस्तै जग्गा छ। अन्त हामी चाहिँ घुम्न आएको छ मुनार भन्ने जग्गामा। अहिले त नानीहरूको स्कुल छुट्टी भयो। कुनै बेला साउन्ड चाहिँ हेर्ले। अब नानीहरूको स्कुल छुट्टी भयो। अहिले त यहाँ स्कुल छुट्टी, स्कुल भ्याकेसन हुँदो 2 मन्थको लागि। अन्त हामी चाहिँ यहाँ घुम्नुको लागि आएको छ। अन्त मुनारमा यो रिसोर्ट छ। रिसोर्टको नाम चाहिँ एट्रो क्यामेलिया इलेक्ट्रिया भन्ने रिसोर्ट छ। अब यो चाहिँ पुरा जङ्गल फरेस्टको बिचमा चाहिँ सानसानो रिसोर्टहरू क्या, सानसानो घर छ। अन्त यो चाहिँ हाम्रो यसलाई त के पो भन्छ, अलैँची हरियो अलैँची हुन्छ नि, त्यसको बोट हो यो चाहिँ हो। अब हाम्रो त उता त त्यो रातो खालको ठुलो अलैँची हुन्छ नि, यहाँ चाहिँ यो सानो खालको अलैँची हो। कस्तो राम्रो जङ्गलको बिचमा यस्तो सानसानो है रिसोर्ट हेर्दा त धेरै राम्रो। म पनि फर्स्ट एक्सपिरियन्स हो यो चाहिँ नि। हाम्रो रुम चाहिँ यो रुखको भित्र रुम छ क्या, रुखसँगै गएको, रुखको माथि चाहिँ रुम हो यो। अब यो पनि मेरो लागि पनि यो चाहिँ फर्स्ट एक्सपिरियन्स हो। अन्त हिजो राति आइपुगेको, अहिले चाहिँ बिहान भयो। अन्त हामी लु पहिला चाहिँ खाजा खानु जाने भन्ने चाहिँ तयारी भएको छ। अब मेरो साथमा चाहिँ मेरो बहिनीको छोरीको साथी, मेरो छोरी से गुड मर्निङ टु एभ्रीवान। गुड मर्निङ एभ्रीवान। अब हामी बस्ने यहाँ चाहिँ मेरो बुढा म। अब म सबैजनालाई मेरो रुम देखाइदिन्छु, आउनुहोस्। यहाँ चाहिँ सानो बस्ने चेयर छ, अन्त त्यहाँ टेबल छ, त्यहाँ चाहिँ हामी कफीहरू बनाएर खान सक्छ। अनि यो चाहिँ कपल बेडरुम हो त। यहाँ चाहिँ हनीमुन आउँछ नि, आउँदाखेरि चाहिँ अन्त यो चाहिँ कपल बेडरुम छ। हनीमुनको लागि राम्रो छ, दामी छ। अन्त यो भित्रबाट चाहिँ रुख छ, यो रुखमा चाहिँ यो घर बनाएर राखेको छ। अन्त त्यसलाई चाहिँ देख्दा त राम्रो छ, दामी छ है। अन्त यहाँ सानो उयो पनि छ, वासरुम पनि छ। अन्त रुम चाहिँ तर त्यति ठुलो चाहिँ छैन, ठिकैको छ। 2जनालाई हस्बेन्ड वाइफ कपल्स हनीमुन ट्रिप हुन्छ नि, त्यस्तोलाई चाहिँ राम्रो छ क्या। अन्त यो रुखमा चाहिँ यो रुम बनाएको छ, दामी छ, दामी, सुपर। तपाईँहरू पनि आउनु मन लाग्यो भने आउनुहोस् होला होइन। केरला त थुप्रै जग्गाहरू छ नि, हेर्नु मन लाग्यो भने आउनुहोस्। सबैजनालाई वेलकम छ, वेलकम। अब खाना खानु गएकै, खाजा खानु गएको, यहाँ हेर्नुहोस् है, बाटोहरू हेर्नुहोस् कति राम्रो, पुरा के भन्छ, पिसफुल जग्गा। अब हामीलाई जस्तै यो चाहिँ हाम्रो रुम हो ल, रुखको माथि चाहिँ रुम छ हो। मान्छेले के पनि बनाएको है। अन्त अब हामी के भन्छ, कतिजनालाई त पिसफुल जग्गाहरू मनपर्छ नि है। अन्त त्यस्तै हामी पनि यो पालि नो इन्ट्रोडक्सन है। मेरो बुढालाई पनि देखाइदिन्छु। मेरो बुढा खुद आफै इन्ट्रोड्युस गर्दैछ। अन्त बुढा छ यहाँ चाहिँ अलिक जाडो हुन्छ क्या, यहाँ चाहिँ अलिक जाडो हुन्छ। बिहान र बेलुका जस्तै हाम्रो उता हुन्छ नि, दार्जिलिङ कालिम्पोङ हाम्रो उता जग्गा छ नि जाडो, त्यस्तै पनि यहाँ पनि हुन्छ। तर अहिले चाहिँ बिहान र बेलुकामा चाहिँ जाडो हुन्छ, अरू बेला त हाम्रो उताको जस्तै पुरा जाडो हुन्छ। हाम्रो खाजामा डोसा, साम्बार, चटनी चाहिँ चाना रहेछ, अरू आइटम्स पनि छ। अन्त म चाहिँ यति नै खान्छु। अब नानीहरू छ, आमा पपु चाहिँ त मेरो न्यान्डे नेपाली भ्लग खाइपार्नु। अब एन्सी पनि छ, नन्दन छ। हामी चाहिँ फ्यामिली ट्रिपमा आएको चाहिँ अब खाजा खाएको ल। आँप हेर्नुहोस् त, जतातता आँपै आँप हो। हाम्रो घरमा मात्रै आँप कम्ती फल्छ। अन्त हामीले बिहानको खाजा चाहिँ खाइसक्यो। खाजामा चाहिँ माङ्गा, खाजामा चाहिँ राम्रो थियो, खाजा हो, ब्रेकफास्ट राम्रो थियो। अन्त मैले त मजाले नै खाइदिएँ, सबैले मजाले नै खाइदिएँ। बिटरुट क्याबेज, यहाँको चाहिँ माटो क्या यति राम्रो हुन्छ, हाम्रो उताको जस्तै माटो। पानी चाहिँ अब यहाँको चाहिँ माटो राम्रो हुन्छ, हाम्रो उताको जस्तै माटो क्या, रातो माटो। अब हाम्रो उताको त कालो माटो हुन्छ, तर हाम्रो उता फल्छ नि सब्जी। अब यहाँ पनि चिसो छ नि त, त्यही भएर यहाँ पनि सब्जीहरू मजाले फल्छ त, यसरी क्याबेज, ब्रोकौलीहरू। अन्त अब यहाँ चाहिँ हाम्रो भिडियो हेर्दो रहेछ, सब्सक्राइबरै हो। अन्त उहाँले खाना बनाउनु भएको रहेछ, मिठो रहेछ भन्दै खुसी भयो। के भन्छ क्यारेटहरू हेर्नु हाम्रो उताको जस्तै त हो, क्यारेटहरू बिन्सहरू भइरहेको रहेछ। यो देख्दा चाहिँ कति रमाइलो लाग्छ नि, कस्तो
ए गरेन्डल त गरेन्डल हाम्रो उहाँ बोट रहेछ कि गरेन्डलको पनि सानो हेर्नु त पाकिन्छ मदर मन त पपिचा आँपै आँप गरेन्डल कटरै कटर अब म अर्को मेरो आमाको रुम देखाउँछु हाम्रो रुम चाहिँ तल थियो त्यो रुखमा थियो होइन हाम्रो रुम चाहिँ अब यहाँ चाहिँ आमाहरूको रुम छ यहाँ चाहिँ रुखको रुम होइन यहाँ चाहिँ यो हाम्रो काठको घर बनाउँछ नि उता त्यस्तै काठको बनाएको रहेछ एक एकवटा रुम क्या अनि यहाँ थुप्रै छ लाइनै उपरसम्म रहेछ रुमहरू थुप्रै छ अन्त फ्यामिली अब हाम्रो फ्यामिली चाहिँ यहाँनिर छ सबैलाई म रुम देखाइदिन्छु फुलहरू देख्दा त कति राम्रो नि हाम्रो उताको घरहरू जस्तै हो यो तर हाम्रो उता मेरो घरमा चाहिँ हुँदैन यो क्या पुरै गरम हुन्छ त्यही भएर हुँदैन यहाँ चाहिँ अब चिसो हाम्रो उता कालिम्पोङ हुन्छ नि त्यस्तै चिसो छ त्यही भएर यहाँ चाहिँ मजाले फुल हुन्छ हाम्रोमा चाहिँ बेसी गरम भएर हुँदैन अब यो चाहिँ हाम्रो आमाको एनसीको रुम हो हाई बेबिस हाई यो चाहिँ एउटै रुम छ हो आमा हेलो हाई गुड 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 बहुत अच्छा है बहुत अच्छा है बहुत अच्छा है यहाँ चाहिँ एउटा रुम हो अन्त यहाँ चाहिँ एउटा लुगा राख्ने कबोर्ड रहेछ अन्त यहाँ चाहिँ अट्याच भएको बाथरुम टोयलेट बाथरुम छ अनि यहाँ चाहिँ मजाको भ्यू छ क्या बरन्डा सानो बाल्कनी छ यहाँबाट चाहिँ भ्यू मजाले वारिपारि देख्ने भ्यूै भ्यू छ हेर्नुहोस् है यस्तो देख्दा चाहिँ हाम्रो उताकै याद आउँछ क्या उताकै हामी उतै पहाडको याद आउँछ हाम्रो घरतिर त यता मेरो ससुरालीमा त यस्तो छैन नि त ससुरालीबाट चाहिँ यो कति टाढो छ भने 3 घन्टा जतिको बाटो हो तर यस्तोहरू देख्दा चाहिँ हाम्रो उताकै याद आउँछ अन्त यहाँ चाहिँ तर के भन्छ पिसफुल जग्गा छ क्या अब हाम्रो उताको त्यो सहरहरू जस्तै गजङ गजङ छैन हाम्रो गाउँठाउँमा हुन्छ नि त्यस्तै छ मजा एक प्रकारको अब हामीलाई प्राइभेट Come on, ladies. हामी चाहिँ तल गएको है स्विमिङ पुलहरू हेर्नु गएको यसलाई अलैँची देखाइदिन्छु नि अलैँची यो चाहिँ सानो हरियो अलैँची है सानो सानो औडे भेली त उता त रातो ठुल्ठुलो हुन्छ यो चाहिँ सानो हरियो अलैँची यहाँबाट चाहिँ अरू जग्गाहरू जान्छ क्या पुरा अब तल हिँड्दै जाँदैछु आमा बहिनी नानीहरू तल छ यो चाहिँ हाम्रो रुम हो हेर्नु त यति दामी चाहिँ दे 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 यो चाहिँ हाम्रो रुम हो रुखमाथि कति राम्रो स्विट रुम छ नि कस्तो राम्रो मजाको रुम छ हो अन्त अब तल गएको पपिचटा ओ पपिचटा हाई भन्छ हाई पपिचटा हाई पपिचटा चाहिँ हाम्रो कचन दाजु हो मेरो बुढा जाँदैछ पपिचटा जाँदैछ पुरा अलैँची रहेछ अलैँची आँप कटहर यहाँ चाहिँ एउटा घर पनि रहेछ हेर्नुहोस् त हो तल चाहिँ स्विमिङ पुल रहेछ यो पानी देख्दा त अब स्विमिङ गर्नु मन लाग्यो नि है स्विमिङ गर्नु त जान्दैन अब जस्ट पानीमा है खेल्नु त मन परेको थियो लुगा त ल्याइन लुगा त रुममै छ हेरौँ खेल्नु मन लाग्यो भने खेल्नुपर्छ What happened, Daddy? ल्वाङ क्या ल्वाङ हाम्रो ल्वाङ हुन्छ नि यो चाहिँ काँचो रहेछ यसको चाहिँ रुख रहेछ उहाँ माथि हो अन्त यसरी चाहिँ टिप्दो रहेछ टिपेर चाहिँ सुकाउँदो रहेछ ल्वाङ हरियोमा पनि सेम टेस्ट हुँदो रहेछ अब हामी चाहिँ दिउँसोको खानासाना सबै खायो हो अन्त एकछिन चाहिँ रेस्ट गऱ्यो गरमै छ नि त अन्त अब बेलुकाखेरि चाहिँ इभिनिङ हामी यसो साइट सिन गएको इभिनिङ गएर यसो घुमेर हेरेर आउने
अन्त भोलि बिहानै चाहिँ अर्को जग्गा जानुपर्छ त्यही भनेर चाहिँ अहिले एकछिन गएर हेरेर आउने अन्त सबैजना गाडीमा छ ऊ छोरीहरू पनि बाइक हेलो हेलो अब हामी चाहिँ फर्केर रुमै गएको किनभने मेरो नन्दलाई एनसीलाई पुरा उल्टी भएर भमिटिङ भएर अन्त अब हामी रुममा गएको ऊ साह्रै बिमार भएर चाहिँ अन्त घुम्नु गएन घुम्नु सकेन अनि त्यही भएर चाहिँ रुममा गयो